सागर ढकाल र तोसीमा कार्की जस्ता मान्छेहरू किन मन्त्रीमण्डलमा परेनन् भनेर धेरैजनाले प्रश्न गरिराख्नु भएको छ। कुरा के हो भने संविधानको एउटा समुदायको मान्छे मात्रै लिएर आएर मन्त्रीमण्डल भरेर त भएन, सबै समुदायबाट अट्नु पर्यो, सबै समुदायको प्रतिनिधि गर्नु पर्यो। त्यही हुनाले यता सीतावादी पर्दाखेरि तोसीमा कार्की अटिनन् भने सुनिल लम्साल पर्दाखेरि सागर ढकाल परेनन्। अब सुनिल लम्साललाई बालेन शाहले आफ्नो काम गर्न सहज हुने, पहिला पनि सँगै काम गरेको भएको हुनाले काम गर्न सजिलो हुन्छ र योग्य मान्छे भएको हुनाले आफ्नो टिममा राखेका हुन सक्छन्। मन्त्रीमण्डल भनेको एउटा टिम पनि हो क्या, कसरी काम गर्ने, कस्ता मान्छेहरूलाई त्यहाँ राख्ने, म यो मान्छेलाई त्यो पोस्टमा राख्दाखेरि मलाई काम गर्न सजिलो हुन्छ भनेर बालेन शाहले टिम बनाएका छन्। र अर्को कुरा के हो भने मन्त्री एक्लो हुँदैन, काम गर्न चाहने हो भने, इच्छा शक्ति देखाउने हो भने त्यहाँ सल्लाहकारहरू राख्न मिल्छ, आफ्नो छुट्टै टिम बनाउन मिल्छ र त्यहाँ सरकारी कर्मचारीहरू पनि हुन्छन्। अरू कुनै उ छैन। शिक्षा मन्त्रीमा नर्स परे भनेर धेरैजनाले चित्त दुखाउनु भयो होला। नर्सलाई पनि थाहा हुन्छ कि शिक्षा क्षेत्रमा के सुधार गर्नुपर्छ, माथिल्लै पोस्टको मान्छे हुनुपर्छ, डक्टरै हुनुपर्छ भन्ने होइन। उहाँले तोसीमा कार्कीको साथ र सहयोग लिनुपर्छ, अन्य विज्ञ डाक्टरहरूलाई सल्लाहकारमा राख्न सक्नुहुन्छ। त्यसरी काम गर्न इच्छा शक्ति भएमा काम मजाले हुन्छ। तपाईँहरूले धेरै चिन्ता लिइराख्नु पर्दैन। कुरा संविधानको हो, सबै एउटै समुदायबाट लिएर आएर राखेर मात्रै पनि भएन, सबै समुदायको ख्याल राख्नु पर्यो, संविधानको राख्नु पर्यो। 33% महिलालाई पनि ठाउँ दिएका छन् र यो मन्त्रीमण्डल ठिक छ क्या। गृहमन्त्रीमा अलिकति हामीलाई सुरुमा समस्या लागेको थियो, अब गृहमन्त्री झन् एक्सनमा छ, तिनको के कुरा गर्नु।